टमाटरमा चाहिँ ब्लाइट लागेको छ नि त, त्यही भएर यो म्यानको जे प्लस मेटालेक्सिल भन्ने ढुसीनाशक चाहिँ चलाउन आँटेको छु। यो क्लिलेक्सोल चाहिँ यसको व्यापारिक नाम हो। यसको ब्लाइट निको हुने चाहिँ यो मेटालेक्सिल प्लस म्यानको जेब छ है त। अब म स्प्रे गर्न जान लागेको छु। ब्लाइट लागेको बोट पनि देखाउने छु है त हजुरहरूलाई। हेलो एभ्रिवान, हेर्नुहोस् न, टमाटरमा ब्लाइट लाग्यो भने यस्तो हुन्छ है। यो चाहिँ टेम्परेचर मेन्टेन भएन, अस्ति पानी पनि पर्यो, घाम पनि लाग्यो प्लस, अनि त्यस पछाडि मैले ढुसीनाशक हानेन टाइममा। नहानेपछि यस्तो भयो। बोट सबै बोट मात्रै भइदियो त हुन्थ्यो नि। मेरो टमाटर यति धेरै फलिएको थियो है। ब्लाइट टमाटरको नाश, मेहनतको नाश। हेर्ने र यस्तो छ दुर्गति टमाटरको। यसलाई चाहिँ ब्लाइट भन्छ है त। यस्तो यो चाहिँ टेम्परेचर नमिलेपछि एकदमै बेसी लागिहाल्छ क्या। पानी त पर्नै पो हुँदैन त। पानी परेर घाम लाग्ने, अनि प्लस यहाँ अलिकति सेपिलो छ, सेपिलो भयो कि यस्तो भइहाल्छ। कति राम्रो मेरो बोट थियो है, अहिले आएर यस्तो भइदियो। के गर्ने होला। अब यसलाई म क्लिलेक्सोल अथवा मेटालेक्सिल भन्ने अब ढुसीनाशक चाहिँ हान्छु। तर नियन्त्रण त हुन्छ, फेरि पानी परेपछि आइहाल्छ, त्यो हानिराख्नुपर्ने हुन्छ। फेरि लामो समय छ यसको वेटिङ पिरियड, त्यही भएर नहानौँला भनेर नहानिकन छोडेको त यस्तो पो भएछ। हेर्नुहोस् न, मेरो टमाटर फल्नु त कति धेरै फल्या हो नि। के गर्ने, सबै ब्लाइट लागेर। टेम्परेचर मेन्टेन नभएपछि के हुन्छ त भन्दाखेरि यस्तो हुन्छ। कति धेरै फल्या थियो।